find myself wondering what did happen to the last 10. I ran away with my life, fast forward, never turn back again. It's kind of funny that the more we pass time, the more we need to set the rewind. And 19 was the year I had to leave you, but now I'm seeing all the signs. Is this really happening? I can't believe it's true. I'm just as surprised as you. Is this really happening? I can't be too sure, but one day I'll... राहतको कुरामा भनेको भने सरकारले केन्द्रीय सरकारले कुनै पनि योजना कुनै पनि प्रतिबद्धता बनाएको अवस्था छैन, भेटेको छैन। र स्थानीय सरकारले जब काठमाडौँबाट देशका विभिन्न भेगबाट इन्डिया सम्पूर्ण अन्तर्राष्ट्रबाट ल्याएको पनि नगरपालिकाले क्याप्चरमा गरेर राखेर ब्यारेकमा लगेर काम भएको छ र पारदर्शी भन्दा पनि वितरणै भएको छैन। कोही कसैले आएर दिनुभएको त्यो छुट्टै कुरा हो। हामी खानापिना पनि गरेका छैनौँ। किन छैन भने इन्देश्वरी माध्यमिक विद्यालयमा एउटा लङ्गर चलाएको छ, मेस चलाएको छ। त्यो मेसमाबाट खाइरहेका छौँ। कोही पालमा बस्छन्, कोही स्कुलमा बस्छन्, कोही ब्यारेकमा बस्छन्। तर राहतै वितरण गर्ने भनेर राम्रोसित वितरणै भएको छैन। जस्तै यो मेलम्ची नगरपालिका वडा नम्बर 10मा भन्नुहुन्छ भने 5 बोरा चामल र एउटा सिलिन्डर गर्नु छ। जहाँ कति भने 30 घर परिवारको छ्याट्टै छ। अब 1 सिलिन्डर ग्यास र 5 बोरा चामलले कति दिन खानु होला आकलन गर्नुहोस्। राज्यको तर्फबाट राहत वितरणको प्रभावकारिता के वितरणै भएको छैन। होला कसैले दिनु होला बिहान बेलुका गरेर र यो राहत वितरण गर्न आउने मान्छेहरू पनि कतिपय उसै खाली हातै फर्किनु बाध्य हुनुभएको छ। भाडामा बसेको हो, क्युरिस कामको गरेर बसिरहेको थियो। तर सामानहरू सबै डुब्यो, झिक्ना पाएको छैन अहिलेसम्म। झिक्ना पनि पाएको छैन। अब यहीँ बसिरहेका छौँ। रात पनि पाएको छैन, त्यति पाएकै छैन। हामीले अब त्यो खाएर मात्र बसिरहेको छौँ। अरूलाई अब ग्यास सिलिन्डरहरू के अब चुलो दिन्छ, हामीलाई दिएको छैन। हामीलाई पाएको पनि छैन, दिएको पनि छैनन्। अब वास्ता नि गर्दैनन्, त्यति वास्ता गर्नुहुन्न उहाँहरूले। अब खै के भन्छन्। अब हामीले नपाएपछि अनि बसिरहेको छौँ। यत्रो दिन भइसक्यो आएको, केही पनि पाएको छैन हामीले चाहिँ आजसम्म। राहतको विषयमा त हामीले सुन्नमा आएको चाहिँ अब तपाईँको सरकारले नै चाहिँ एक घर धुरी बराबर 50,000 पैसा र 100 दिनको प्याकेज, राहतको प्याकेज खानको लागि प्याकेज भन्ने आएको थियो भनेको त्यो हामीले सुनेको मात्रै हो। आजसम्म हामीले महसुस गर्न पाएको छैन। यहीँ पनि नगरपालिकाले चाहिँ विभिन्न प्रकारको चाहिँ तपाईँको अब यो विस्थापन गर्ने, व्यवस्थित गर्ने कुराहरू चाहिँ हामीले सुन्नुमा मात्रै आएको छ। बेला मिटिङ बस्यो भने सुन्छौँ, तर अहिलेसम्म चाहिँ के छ कसो भन्ने खोजनीति पनि भएको छैन। र यहीँको ओडाको पनि कुरा गर्दाखेरि अब कता चाहिँ ओडाले पनि कता हेर्ने कता चाहिँ काम गर्ने कि ठाउँ धेरै लामो एरिया पनि छ। नगरपालिकाको पनि प्याकेज त धेरै लामो छ। तपाईँको लगभग यो 4-5 वडा पर्छ यो खोलाले बिगारेको ठाउँ। अब त्यो हिसाबले पनि हुनसक्छ। तर हाम्रो चाहिँ अलिकति गुनासो के छ भन्दाखेरि स्थानीय सरकारसँग चाहिँ सम्बन्धी मान्छे कहाँ छ त? यो घरको मान्छे त पुरै पुरिएको छ घर। यो मान्छे कहाँ बसेको छ, कस्तो अवस्थामा छ, के खाएको छैन, त्यो कुरा उहाँले जानकारी गरेर कुनै खोज्नेको अहिलेसम्म आज 8 दिन भइसक्यो, अहिलेसम्म कुनै पनि निकाली त्यो खालको खोजनीति गरेको छैन। र अरू कुरा के भन्नु भने हामी आफै गएर चाहिँ ल फलान ठाउँमा सम्बन्धित ठाउँमा चाहिँ हामीले यसरी ल हामी त केही पनि छैन, हाम्रो सबै कुरा डुबान भइसक्यो, हामीलाई के कुरा ल्याऊ, हामी बाहिर बस्छौँ, बाहिर बसी खान्छौँ भन्दाखेरि सबैले लगाएर गएर चाहिँ स्कुलमा बसेको छ। यहाँ घर नहुनेहरू चाहिँ स्कुलमा गएर भित्र बस्ने मात्रै छ, अहिले बाहिर बस्नु छैन भन्यो। ठिकै छ, कहिले हुन्छ त भन्दा अब यो कुरा हुँदैछ भन्नुहुन्छ उहाँहरू। यो मेलम्ची बजारमा यो राहत बाँड्ने हो भने चाहिँ हामीलाई जिन्दगीभरसम्म खान पुग्छ। त्यो राहतको मात्रै क्यालकुलेसन गरेर त्यसलाई बेचेर पैसाहरू लगानी गऱ्यो भने पनि त्यस्तो राहत आइसक्यो। तर हामीले आजसम्म चाहिँ केही पाएको छैन। त्यो अब पाउन्डले पनि त्यो खोइ कसरी पाउँछ होइन, त्यो राम्रो तरिकाले नपाएको कारण उनीहरूले दोहोऱ्याएर लिने तेह्रयाएर लिने यस्तो कामहरू पनि होला। अनि मैले चाहिँ अब नगरपालिकाबाट राहत पनि बहिष्कार गरिदिएको। मेरो भूकम्प यो घर त्यो घर लडेको थियो। स्थानीय यो राजनीतिक प्रतिनिधिले गर्दाखेरि आजसम्म मैले भूकम्पको राहत पनि पाइनँ। ठिकै छ, अब 3 लाख रुपियाँ पैसा मलाई चाहिएन, बरु मलाई चाहिँ मेरो घर त भत्किया हो, यो चाहिँ भनिदिउँ त एउटा के कागज दियो भन्दा नि मैले पाएन। अनि त्यही भएर सरकारसँग चाहिँ म एकदम रुष्ट के। हेर्ने लुगासम्म नभएर कुन जात र तै पठाइदिएर त कहाँ कहाँको मान्छेहरूले लुगा चाहिँ एउटा रात पायो है, थाङ्न थालेर लुगा चाहिँ अर्थ त हामीले केही पनि पाएको छैन।
रात चामलहरू खानेकुरा केही दिएको छैन, त्यही खाना मात्र दिएको छ, हामीलाई केही दिएको छैन। नदिएको कुरो अब सब रातहरू सब वितरण गर्छन्, कहाँ गाडीमा हालेर पठाउँछन्, हामीलाई केही दिँदैनन्, हामीलाई दिएको छैन। बिहान बेलुका खाना चाहिँ दिएका छन्, त्यति हो। अब आज 8 गते गइसक्यो, हामीलाई एक बोरा चामल नि दिएको छैन, एक कुको तेल नि दिएको छैन, एक कुको नुन नि दिएको छैन, केही पनि दिएको छैन नदिएको।